धन्यवाद कार्यक्रम सञ्चालकज्यू। नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घ 34औं स्थापना दिवस कार्यक्रमका श्रद्धेय सभा अध्यक्ष, अफसिनका अध्यक्ष आदरणीय राजेन्द्र दाहालज्यू, कार्यक्रमका प्रमुख अतिथिज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू, पहिलो रोमा बस्नुभएका अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित अफसिन सम्बन्ध सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यहाँहरू सबैमा नेपाल शिक्षक सङ्घ सङ्घीय समितिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन टक्राउन चाहन्छु। जय नेपाल। सर्वप्रथम म यो अफसिनको 34औं स्थापना दिवस जुन भव्य रूपमा आयोजना भएको छ, जुन उद्देश्य राखेर आयोजना भएको छ, सम्पूर्ण रूपमा त्यो उद्देश्य सहित सफल हुन सकोस्, हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अफसिनको स्थापना भएको 34 वर्ष भएछ। यो मुलुकमा थुप्रै पेशा कर्मीहरूले आफ्ना पेशागत सङ्गठनहरू स्थापना गरेर यो मुलुकको लोकतन्त्रको पक्षमा आफूलाई सधैँ उभ्याउँदै आउनुभयो। त्यसको एउटै कारण के हो भने हामी पेसाकर्मीहरूले राम्रो बुझेको विषय के हो भने हाम्रा पेसागत हकिमको स्थापना, हाम्रो मर्यादा कायम र हाम्रो पेसाको सुनिश्चितता लोकतन्त्रमा मात्रै सम्भव हुन्छ र लोकतन्त्रको पक्षमा अविचलित रूपमा हिजोदेखि स्थापना कालदेखि उभिँदै आएको नेपाली कङ्ग्रेस भएका नाताले हामीले नेपाली कङ्ग्रेसलाई बलियो बनाउनुपर्छ, लोकतन्त्रलाई मजबुत गर्नुपर्छ। त्यसैमा हाम्रो पेसाको सुनिश्चितता छ भनेर हामी लोकतन्त्रका कारणले हामी नेपाली कङ्ग्रेसको पक्षमा हामी उभिँदै आयौँ र यी सबै पेसागत सङ्गठनहरूले लोकतन्त्रको स्थापना, लोकतन्त्रको पुनर्स्थापना, लोकतन्त्रको संस्थागत विकासका लागि अत्यन्तै ठुलो योगदान र बलिदान गरेको कुरा यहाँहरू सबैलाई अवगत नै छ। आज नेपाली कङ्ग्रेस कहिले एमालेको कालमा चढेको छ, कहिले माओवादीको कालमा चढेको छ। त्यसो गर्दा नेपाली कङ्ग्रेस आज बाटो बिराएको अवस्थामा छ। नेपाली कङ्ग्रेसले आफ्नो पहिचान गुमाउँदै गएको छ। हामी अहिले 34औं स्थापना दिवस यहाँ मनाइरहेका छौँ। नेपाली कङ्ग्रेसका जिम्मेवार पदाधिकारीहरू, जिम्मेवार नेताहरू आजमै भाषण गर्दै हुनुहुन्छ। अब यस्ता पेसागत संस्थाहरू किन चाहियो? यो अब वैचारिक रूपमा गठन भएका पेसागत संस्थाहरू बन्द गरिनुपर्छ भनेर जिम्मेवार नेताहरू बोल्दै हुनुहुन्छ। साँच्चीकै त्यसै हो भने नेपाली कङ्ग्रेससँगको हाम्रो शुभेच्छा, हाम्रो शुभेच्छुक संस्थाहरूको जुन सम्बन्ध हो त्यसमा पनि अब हामीले पुनर्परिभाषित गर्नुपर्ने हो कि त्यतातर्फ पनि आजको यो बसाइले, यो छलफलले, आजको यो कार्यक्रमले त्यतातर्फ पनि आफ्नो ध्यान केन्द्रित गरोस्, म अनुरोध गर्न चाहन्छु। यहाँहरूलाई थाहा छ म नेपाल शिक्षक सङ्घको राष्ट्रिय अध्यक्ष। करिब 1.5 वर्ष अगाडि हामीले आन्दोलन गऱ्यौँ। यो मुलुकमा गुणस्तरीय शिक्षा हुनुपर्दछ, शिक्षक मैत्री ऐन हुनुपर्छ, विद्यार्थी मैत्री ऐन हुनुपर्छ, विद्यालय मैत्री ऐन हुनुपर्छ, हाम्रो मुलुकको समाज मैत्री ऐन हुनुपर्दछ र यो मुलुकलाई नेतृत्व गर्न सक्ने ऐन ल्याउनुहोस् भनेर हामीले निरन्तर भन्यौँ। 28 सालको ऐनलाई टालटुल गरेर अगाडि बढ्ने प्रयत्न राज्यले गरे। त्यसका विरुद्धमा लाखौं शिक्षक, विद्यालय कर्मचारी साथीहरू हामी माइती मण्डलमा जम्मा भयौँ। सरकार अगाडि आएर हामीलाई भन्यो तपाईँहरूले उठाएका सबै मागहरू जारी छन्, सबै मागहरू पुरा गर्न हामी तयार छौँ। हस्ताक्षर गरियो, सम्झौता गरियो, सहमति भयो। त्यसपछि 4-4वटा संसदका अधिवेशनहरू सम्पन्न भए, तर कहिल्यै पनि त्यो शिक्षा ऐनले प्राथमिकता पाउन सकेन र अहिले नेपाली शिक्षकहरू फेरि पनि एकचोटि यो मुलुकमा गुणस्तरीय शिक्षा मैत्री शिक्षा ऐन ल्याउनका लागि सडकमा उभिने परिस्थिति बनेको छ। हामीले पहिलो चरणको कार्यक्रम सकेर 30,000 साथीहरू हामीले प्रतिनिधिमूलक रूपमा देशैभरिबाट बोलाएर अस्ति 24 गते हामीले प्रदर्शन गऱ्यौँ। त्यसमा ट्रेड युनियन, काङ्ग्रेस सम्बद्ध नेताहरू र सबै ट्रेड युनियन सम्बद्ध संस्थाहरूले प्रतिबद्धता जनाउनु भयो। सक्रिय रूपमा सडकमा गएर हाम्रो मनोबल बढाउने काम गर्नुभयो। म हार्दिक धन्यवाद दिन चाहन्छु। र अहिले देशैभरिका 4 लाख शिक्षक, विद्यालय कर्मचारीको प्रतिनिधित्व गरेर त्यसको छापा सङ्गठन नेपाल शिक्षक महासङ्घको झण्डा र ब्यानर पनि अहिले हामी रिले अवसरमा बसिरहेका छौँ। राजनीतिक दलका कार्यालयहरूमा धरना दिने काम हामीले सकेका छौँ र हामी 15 गते रिले अवसर बन्द गरेर हामीले यो मुलुकका 4 लाख शिक्षक र विद्यालय कर्मचारीलाई आउने 20 गतेबाट यही काठमाडौँ केन्द्रित गर्दैछौँ। सबै साथीहरूलाई काठमाडौँ आउनका लागि आह्वान गर्दैछौँ। 4 लाख शिक्षक, विद्यालय कर्मचारीहरू काठमाडौँ आउँदै गर्दा अहिले
चाहिँ जिम्मेवार पार्टीका नेताहरू हिजो हामी अवसर बसेको ठाउँमा जानुभयो र भन्नुभयो रोकिदिनुहोस्, राजाले यसो गरेको छ, उसले यसो गरेको छ, परिस्थिति यो छ, कसका कारणले त्यो भएको। अनि तपाईँहरूलाई सजिलो बनाउनका लागि सधैँ हामीले आफ्ना पेसाको मापदण्डलाई खादिराख्नुपर्ने, हामीले आफ्ना बारेमा नबोल्नु पर्ने थप हुँदै अब हामी अगाडि बढिसक्यौँ। अब 4 लाख शिक्षक विद्यालय कर्मचारीहरू एउटा नारा तय गरेर सडकमा आउँदै हुनुहुन्छ। यसपटक हामी अन्तिम र निर्णायक लडाइँ गर्दैछौँ।